आज खिचडी बनाउन लाग्दैछु। यहाँनिर 1 कप कालो दाल, 1 कप चामल। कालो जिरा चामल चाहिँ एकदमै राम्रो हुन्छ है खिचडीको लागि। अनि यहाँनिर मैले मेथीको साग लिएको छु। यो चामललाई मजाले 2-3 चोटि पखाल्छु पहिला। चामल दाल पखालिसके अब म यसलाई आधी घण्टा जस्तो रेस्ट गर्न दिन्छु। त्यति बेरसम्म म यहाँनिर साग केलाउँछु है। यो चामल र दाल रेस्ट भएको भने आधी घण्टा भयो। अब चाहिँ म यहाँ कुकरमा राख्छु। 2टा तेजपत्ता, एउटा दालचिनीको टुक्रा, अजवाइन, नुन, हल्दी, घिउ, पानी अलिक कम्ती हुन्छ होला, म अलिकति पानी पनि थपेँ। अब चाहिँ यो बिर्को लगाउँछु। अब यसलाई म 5 सिटी लागुन्जेल पकाउँछु। उता कुकरमा सिटी लाग्दै गर्छ। यहाँ मैले कराईमा तेल राखेँ अनि यहाँ अलिकति तोरी र जिरा राखिदिएँ। यहाँ मसला पड्किन थाल्यो। अब यहाँ मैले अलिकति करी पत्ता राखेको छु, यसलाई पनि राखिदिन्छु। हिङ, हल्दी, रातो खोर्सानीको पाउडर, यसलाई यसो मिक्स गर्न। 2 चम्ची जति टमेटो पेस्ट, हल्का नुन चाहिँ कम्ती राख्छु यहाँ। अघि मैले खिचडी बनाउँदाखेरि त सिटी लाउँदा पनि राखेको छु। यसलाई च्याट्ट चलाउँछु। यहाँ जाइदानाको पाउडर, जिरा धनियाँको पाउडर, चाट मसला अनि सुकमेलहरूको पाउडर, अलैँची सुकमेलहरू उनीहरूको पाउडर, यो सबै यहाँ राखेँ। अब यसलाई चलाइदिन्छु र म 1 मिनट जस्तो पाक्न दिन्छु मसला। मसला पाकेको 1 मिनट भयो। अब म यहाँ साग राखेँ। अब चाहिँ यसलाई चलाएर म 2 मिनट जस्तो पकाउँछु यो साग। यहाँ मैले अदुवा पनि राखेँ। अदुवा चाहिँ धेरै राख्नु होला है। अदुवाले चाहिँ साह्रै मिठो हुन्छ क्या। खिचडीको जानै अदुवा हो। यो सब्जी पाकिसक्यो। अब चाहिँ म अघि दाल चामल उसिनेको चाहिँ यहाँ राख्छु। मैले यहाँ चामल राखिसकेँ। अब यसलाई चलाउँ एकचोटि। यसलाई मिक्स गरिसकेँ। अब चाहिँ मैले यहाँ पानी उमालेको छु। एकदमै तत्तो पानी, उमालेको पानी राख्छु म यहाँ। म चाहिँ तातो पानी राखेर यतिको बाक्लो बनाएँ। अब चाहिँ यसलाई छोपेर 2 मिनट जति पकाउँछु। यो पाकेको 2 मिनट भयो। अब हेरौँ है। वाउ, हेर्नु कलर कस्तो मजाले आइरहेछ। यहाँ अब चाहिँ म घिउ राखिदिन्छु। अब घिउ राखिसकेर लास्टचोटि अन्तिमचोटि एकचोटि चलाइदिन्छु। मेरो मेथी साग खिचडी तयारी भयो यहाँनिर। यसरी बनाउँदाखेरि एकदमै स्वादिष्ट हुन्छ। अनि फेरि अहिले त जाडो महिना छ, मेथीको साग एकदमै औषधि हुन्छ। यसरी राखेर बनाएर खानु होला हजुरहरू पनि। जाडोमा छिट्टो पनि हुन्छ, मिठो पनि हुन्छ है। ल त मैले चाहिँ खिचडी सर्भ गर्न राखेँ यहाँनिर। नुहाउने घिउ भन्नुहुन्छ नि बाबाआमाहरूले, ट्याक्क नुहाउने घिउ राखेर अनि यहाँनिर चाहिँ मुला लप्सीको अचारसँग यसरी बनाएर खाँदा साह्रै स्वादिष्ट हुन्छ है साथीहरू। हजुरहरू पनि यो जाडो महिनामा बनाएर अवश्य खानु होला। थ्याङ्क यू फर वाचिङ।